Yo guys, what's up? Welcome back to another reaction. So आजको reaction is going to be on रातिको 3 by Hapu X One Man Show NF छ अगाडि. Anyway, I know लाल्टिनको गीत आएको छ. म त्यहाँ जान्छु तर लाल्टिन भन्दा अगाडि मैले हापुलाई नै प्रमिस गरेको थिएँ कि यो गीत म हेर्छु भनेर अगाडि. So let's get to this song. अहिले रातिको 3 बजे के कुरा भएको रहेछ त केटाहरुको. NF One Man Show. रातिको 3 Nitish Film. Okay, NF Nitish Film. रातिको 3 टोलाउँदैको र हेर्दै तिमीलाई हराउँदै देख्दैछु म मेरो हारेको दिन. रातिको 3 सोच्न थालेछु फेरि के होला एक्कासी मैले सबै जित्न लागेको दिन. हारेर तिमी मात्र जित्दै तिमी मात्र पुग्छौ भविष्यमा देख्छु तिमी मात्र आँखा तिमी मात्र नत्र चिम्लिरहेछ आँखा चिम्लिँदा पनि छौ तिमी मात्र. नाइस. एक त लाइक द वे उयो लगेको छ, भोकल्स लगेको छ अनि एउटा अलिकति बेसवाला भोइसबाट फेरि एकैचोटि हाई नोट. द्याट्स नाइस. हप्पुको भोइस छ, अझै मिक्सिङ मास्टरिङ अझै बवाल भयो भने त्यो भोइस अझै बवाल युज गर्न मिल्छ होइन. बट या भोकालिटी छ. अस्ति नै एउटा गीतमा पनि त्यो फिल भएको थियो होइन. फेरि के होला एक्कासी मैले सबै जित्न लागेको दिन. हारेर तिमी मात्र जित्दै तिमी मात्र पुग्छौ भविष्यमा देख्छु तिमी मात्र आँखा तिमी मात्र नत्र चिम्लिरहेछ आँखा चिम्लिँदा पनि छौ तिमी मात्र. आँखा कस्तो दामी इनर्स लाग्यो यार. आँखा तिमी मात्र नत्र चिम्लिरहेछ आँखा चिम्लिँदा पनि छौ तिमी मात्र. आँखा तिमीमा छ, आँखा चिम्लिरहेछ, चिम्लिराख्दा पनि आँखा तिमीमै छ कि सम्थिङ त्यस्तै होइन. एउटा बड्या भन्दैछु भित्रैबाट स्वर्गीय आनन्द अङ्गाल्न पाए त नभए छुन मात्र तिमीलाई इच्छा लाग्छ. फोनमा मात्रै होइन मनमै छौ तिमी जान मन छ सँगै लाग्दैनौ तिमी. ओके तैरिन मन छ खै त बग्दैनौ तिमी माया गर्छु मात्र भन्दैनौ तिमी. दुखी छ मन मेरो माया गर्छौ मात्र भन्दैनौ तिमी. आई मिन माया त गर्छौ भन्छ तर बट यु डोन्ट सो इट और लाइक सो चाहिँ गर्छौ तर भन्दैनौ. माया गर्छु मात्र भन्दैनौ तिमी. दुखी छ मन मेरो यादै माथि झन् तिम्रो मरिसकेछु छु भित्रभित्रै आज जिउँदो मात्र तन मेरो. उडेर चन्द्रमा छुइसकेका भावना एक्कासी खस्ता जमिनमा भावना के भयो मेरो भन्केटो. नभने नभन मायाको भावना के होला चाहना जुन मैले चाहन्न सामना गर्दै छोड्ने थिएन आधामा विश्वासको छाया ओछ्याइदिए आडामा हिरा चम्किन्थे होला ती हातमा. थाहा छैन जिन्दगी हो मेरो कासमा जहाँसम्म भए नि चित्तामा आँसु तिम्रो कसोस् खासमा. रातिको 3 टोलाउँदैको र हेर्दै तिमीलाई हराउँदै देख्दैछु म मेरो हारेको दिन. रातिको 3 सोच्न थालेछु फेरि के होला एक्कासी मैले सबै जित्न लागेको दिन. ओके एक हिसाबले आई थिङ्क धेरैजना रिलेटेबल कुरा पनि हो. जब इन्सोमेनिया हुन्छ यु कान्ट स्लिप अनि त्यसपछि रातिको 3 बजिदिन्छ अथाह यति वायात सोचहरू आउँछ होइन. अनि आई गेस उसले त्यही सोचहरू नै रिलेटेड राख्यो. अब यो चाहिँ उसको ब्रेकअप रिलेटेड इन अ वे होइन. लाइक त्यो पनि छ प्लस लाइक आई थिङ्क हुकमा त लाइक मैले सबै कुरा राम्रो गरेको दिन झन् के होला होइन. लाइक मेरो लाइफमा राम्रो भइरहेको दिन फेरि अचानक नराम्रो होला कि त्योवाला सोच त आई थिङ्क सबैलाई राति आउँछ नै. अनि इफ समथिङ इज गोइङ नाइस अनि त्यही पनि राति सुत्न सकिरहेको छैन भने अचानक यु विल बी लाइक यो सबै कुरा राम्रो भोलि केही नराम्रो हुनको लागि भइरहेको कि त्यो आउँछ. नेगेटिभ सोच आउँछ, पेसिमिस्ट भइन्छ. बट लाइक त्यो राति 3 बजे नै हो एउटा टाइम. 12 to 3 आई थिङ्क एउटा टाइम हुन्छ कि यु थिङ्क एकदमै डिपली नचाहिने तरिकाले ओभर थिङ्किङ.
चाहिन खास बिजोक तिम्रो मरुद काँध भिजोस् तिम्रो नआउला गीत तिम्रो लागि एक दिन सम्झिनु सास लिन बिर्स्यो एक्लै बात चाहिन खास बिजोक तिम्रो मरुद काँध भिजोस् तिम्रो नआउला मरुदा काँध भिजोस् तिम्रो ओके गीत तिम्रो लागि एक दिन सम्झिनु सास लिन बिर्स्यो एक्लै बात दिन हिँड्यो साथ हात दिन हिँड्यो आशाको कोपिलाई कासी डाँठे घाँस दिन पुग्यो आशाको कोपिला डाँठ भाँच्दिन पुग्यो सेट ओके सो लाइक हामी सँगै नभए नि मरुँदाखेरि तिम्रो काँध चाहिँ भिजोस् सो लाइक युल फिल मरुँदाखेरि तिमीलाई फिल चाहिँ होस् कि यो मान्छे रोइरहेछ भनेर म मरेर जाँदाखेरि के भन्छ तिमीलाई गीत आउन छुटिसकेपछि बुझ्नु कि म अब छैन भनेर सो अब लाइक जे गीत आएर त्यो तिम्रै लागि नै हो डाइरेक्टली होइन लाइक के थियो लास्ट आशाको कोपिलाई कासी डाँठे घाँस दिन पुग्यो आशाको कोपिलाई कासी डाँठे भाँचिन पुग्यो सो लाइक एउटा आशा राखिरहेको थिएँ टु बी टुगेदर बट म होइन यादको गौरव आफैसिए आँसु बेची याद किनिरहे तिम्रो मनभित्र आफूलाई खोजी हिँडेर भेटिन कहाँ लुकायो प्रिय म खुसी पनि दुखी पनि थिएँ मनभित्र कोही रहेनछ खुसी थिए तर आफू नि नभेट्दा झन् टुक्रिए फोनमा मात्रै होइन मनमै छौ तिमी जान मन छ सँगै लाग्दैनौ तिमी तैरिन मन छ खै त बग्दैनौ तिमी माया गर्छु मात्र भन्दैनौ तिमी रातिको दिन डोलाउँदै एकरो हेर्दै तिमीलाई हराउँदै देख्दैछु म मेरो हारेको दिन रातिको दिन सोच्न थालेछु फेरि के होला एक्कासी मैले सबै जित्न लागेको दिन ओके नाइस आई थिङ्क दिस इज वेयर के भन्छ हप्पुले आफ्नो म्युजिकलिटीमा एक्सपेरिमेन्ट गर्दैछ र आई गेस काहीँ न काहीँ भेटी पनि रहेछ दिस इज भेरी नाइस अनेस्टली भन्नु यस आई थिङ्क अझ यो मिक्सिङ मास्टरिङ अझै त्यो हुन्छ नि प्रोडक्सन अझै बढाउन सकियो भने चाहिँ आम नट सिङ मिक्सिङ मास्टरिङ नराम्रो चाहिँ आम नट सिङ द्याट आम जस्ट सिङ कि प्रोडक्सन लेभल अझै बढाउन सकियो भने चाहिँ त्यसमा आई थिङ्क उसको भोइस किनभने हाई पिच काहीँ न काहीँ इफ अलिकति मात्र डामाडोल भयो भने त्यो हाई पिच कुनै ठाउँमा अलिकति पिन्ची भइदिन्छ कानलाई घोप्ने टाइपको भइदिन्छ होइन जब हाई नोट हाई पिचहरू गरिन्छ त्यो पोइन्टमा एन्ड आई फिल यहाँतिर काहीँ जान खोजेको थियो बट ओभरअल इन्जोयड इट ओभरअल एउटा क्रिएटिभनेस देखेँ राइटिङमा पनि नट जस्ट म्युजिकलिटीमा मात्र पनि होइन कि राइटिङमा पनि एकदम अ लट अफ मेटाफोर्सहरू युज गरेको छ एकदम पोइटिक वेमा लान खोजेको छ एउटा लेजिट राति 3 बजे सोच्ने कुराहरूको बारेमा भनेको छ when you're heartbroken जे आउँछ त्यो कुराहरू बारेमा एन्ड आई एब्सोल्युटली इन्जोय दिस भनेको थियो अप्पुले युल डेफिनेटली लाइक इट दाइ ट्राई इट भनेर आई रियली लाइक इट दिस इज समथिङ रियली एउटा कन्टेम्पोरेरी आर्ट भन्छ नि त्यो साइड अफ जनरमा जान खोजिरहेको छ एन्ड आई रियली लाइक इट एउटा डिफ्रेन्ट पर्सेप्सनबाट लेखिएको या फिर एउटा डिफ्रेन्ट वेबाट लेखिएको छ होइन दामी लाग्यो भोकली पनि दामी लाग्यो सो या इफ आई हेभ टु रेट इट आई विल डेफिनेटली गिभ इट अ 4 out of 5 4.5 out of 5 होइन आई लभ इट सो या with that being said, I'll see you guys again on the reaction. Till then, take care. Bye bye.